मेरो कविताको शीर्षक छ राणो 17 प्रो मैक्स। दुनियाँको नजरमा म राणो भएँ, घर परिवारको नजरमा घाँडो भएँ। दुनियाँको नजरमा म राणो भएँ, घर परिवारको नजरमा म घाँडो भएँ। केही गरे पनि बिहे नभएपछि केही अङ्गमा पो खराबी छ कि भनेर हस्पिटलमा चेकअप गरेकै हो। हल्का राम्रो देखिनु पर्यो भनेर मेकअप गरेकै हो। तर पनि कोही केटीको कोही बन्ने छाँट आएन। केटीले मकन कृपा गरिनुन्, मैले केटी नपट्याउने आँट आएन। त्यसैले अहिले पनि म राणो 17 प्रो मैक्स। हिजो राति एक मार्मिक सपना देखेँ। सपनामा मेरो बिहे भएर 2टा बच्चा थिए। ती 2 बच्चा साह्रै भेरी गुड र अच्छा थिए। बुढीले भात खाना आऊ बुढा भनिन्। मैले हात मुख धोएँ। भात चपाएँ भनेर सँगै सुतेको साथीको कान चपाएछु। बिउजिँदाखेरि खुब रोएँ। सपनामा पो बच्चाको बाउ थिएँ, रियलमा त म राणो 17 प्रो मैक्स। अस्ति बाटोमा एक च्वाक केटी देख्दाखेरि एक च्वाक केटी देख्दाखेरि मेरो साथीले भन्यो ओए तेरो गालामा कोटी छ। मेरो साथीले भन्यो ओए तेरो गालामा कोटी छ, तँलाई केटी पट्याउने मौका अन्तिम चोटी छ। होला त नि भनेर मैले पनि त्यो केटीसँग खुब मस्किएँ। त्यो केटीले 6 नम्बरको चप्पल हानेर 9 नम्बरको छाप बसाली अनि म झस्किएँ। हाँसा हाँसा तुमी न खुब हाँसो भया छ, म न यो राणो जिन्दगी लास्टै पासो भया छ।